हेलो गाइज है अब हामी चाहिँ सिपलाई जान आँटेको म चाहिँ यहाँ सिपलाई बजार है गाइजहरू ल बाइक लिएर गइसकेको छ होइन मलाई चलाउनु दिँदैन है गाइजहरू सबै चला होस् के हाल्नु है ल ल ल होस् के हाल्नु है ल ल ल के बोले भाइ अब के बोले के जथाभावी बोले हो हेलमेट लाउनेले चाहिँ बाइक चलाउनु पाउँदैन है गाइजहरू यो चाहिँ तातो हुन्छ मात्र लागेको बाइक त दादाहरूले चलाउने नि फेरि बाइक यता राख्नुभएको छ अब म चाहिँ सिपलाई जान्छु नि त म सिपलाई जान्छु गाइजहरू ल दादाहरू राम्ररी जानु होला है बेस्ट अफ लक देखेको छ है यहाँनिर चाहिँ अब सामान किन्दैछु होइन होइन मैले चराइसकेको छ मैले आइसकेको छौँ यो ठाउँलाई चाहिँ मिनी मुस्ताङ भन्छ होइन तपाईँहरूलाई थाहा छ छैन तर कतिपयलाई थाहा छ यो ठाउँको नाम होइन मुस्ताङमा चाहिँ हामी खाँदैछु एक्सट्रिम गाइजहरू है एनएस बाइक छ हाम्रो दादाको एकदम रमाइलो टाइपको छ घुमाउनु सक्नुहुन्छ है तपाईँहरू पनि यस्तो चिसो हावा चल्छ म चाहिँ हिँडेर जान्छु यहाँ चाहिँ भैँसीहरू आउँदैछ है मैले चाहिँ यहाँबाट यहाँ आइसक्यो एकदमै जाडो है यस्तो जाडो छ टी सर्ट मात्रै लगाएको होइन गाइजहरू यस्तो जाडो भयो हेर्नु सक्नुहुन्छ यसको नाम चाहिँ डल्ले कुरो है यो कुरो चाहिँ कसरी टाँसिन्छ भन्ने नि गाइज होइन ट्याकेपछि ट्याप हानेपछि होइन ल कुरो लाग्छ फेरि है ट्याप हानेपछि टाँसिन्छ केही झर्दैन देख्नुभयो नि त्यही भएर यसको नाम हो डल्ले कुरो कति छ यो वस्तुहरूलाई यसले होइन वस्तुहरूलाई कति मजा लाग्छ क्या हामी चाहिँ घर आइपुग्दा रहेछ नि हाम्रो भाइ छ यहाँ हेलो भाइ के भन्नु छ तपाईँले यसो भनिदिनु न यस्तो पाराले यस्तरी घाँस खाइरहेछ है जोके यसले हान्छ भाइ सिङ छ यसको ओ यसले टोक्छ है टोक्छ है के हो गाई छ है टोक्ला जस्तो छ भा तेरो कुकुर ठाउँमा त राखे टोक्यो भने चाहिँ हेरी मकै बारी के भन्न चाहन्छ भने भन्नुहोस् तपाईँ हजुर हो एकचोटि के भन्नुभयो फेरि भन्नु न सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला भाइ ल बाई बाई आउने तपाईँ उता जाने तपाईँ उता जाने ल उहाँ पनि उताको जानुभयो है यतिखेर चाहिँ हाम्रो डान्सर आउनुभएको छ डान्सर है उहाँ चाहिँ डान्सर हो एकदम फेमस कहाँ हिँड्नुभएको किन अलि दिपकहरूसँग गएको नि जान्छ के लिन जाने रे कसको यसो के भनिदिनु चाहनुहुन्छ मेरो सब्सक्राइब भन्यो है गाइजहरू अब यहाँ फेरि भैँसी आइपुग्यो है भैँसीले लिएर जान्छु यो चाहिँ हाम्रो आन्टीको भैँसी हो होइन अनि अब म नि उभै जाने उँभोसम्म लग्यो हान्छ क्या उँभोसम्म लग्यो है हेर्न सक्नुहुन्छ ऐसिलो पाकेर पैहालै भइछ कसैले खाना है बिचारा म छु नि खाने है गाइजहरू ल हाम्रोतिर त के गर्ने यहाँ बाटो हिँड्दै छ भने नि ऐसिलो खानु पाउँछ तर सर्पा हुन्छ गाइजहरू स्याँ पारेर आउँछ के गर्नु है ल है गाइजहरू दादाहरूको बाइक चाहिँ त्यहाँ राखिसकेको थियो दाइहरूले यो चाहिँ लप्सीको रुख हो है लप्सी नि टन्नै फल्या छ है गाई चाहिँ टन्नै भन्छ के हो मेरो एउटा यो सब्सक्राइबर भाइ हो ह्यान्ड चाहिँ गरौँ भाइ के छ कहाँ माथि किन पुलिस आएछ ए उनीहरू लगाएछ आल्छ खोज्न आएको होला नि झाटाहरू
हाम्रो सरहरू हुनुहुन्छ है ट्याग गरेर। हाम्रो काका चाहिँ शिवलाई जाने रे बोका लिनलाई भोलि उहाँको चाहिँ धान रोपाइ छ होइन उसको चाहिँ अनि उहाँ सरहरू हुनुहुन्छ हिजो चाहिँ हामीले राति रातिसम्म ए सर हाम्रो सरहरूलाई तरकारी है हाम्रो ए हाम्रो यहीँ अर्को डान्सर आउनु भइसकेको छ यहाँ चाहिँ गरौँ न ल ओए बाघको बच्चा ल्याएको छ यिनीहरूले बाघको बच्चा है आइज आइज के हो एकचोटि फेरि भनिदिनु न ए एलानको बाजु अनि ल मेरो युट्युबर साथीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले भाइले चाहिँ के भन्नुभयो सबैजनाले सब्सक्राइब र लाइक गरिदिनु होला भनिसकेको छ अनि हाम्रो चाहिँ विवेक भाइ हुनुहुन्छ यतातिर है होइन त भाइ अनि आज भाइ कहाँ जानुभयो तपाईँ स्कुलबाट आएको होइन होला अनि स्कुलमा कति पढ्नु भयो के पढ्नु भयो हो र अनि यो बाघको बच्चा चाहिँ कसको हो ए हो बिरालोको बच्चा हो